हेर्न सक्नुहुन्छ यता चाहिँ भन्दा च्वाचे हुन्छ पुरा देशी स्टाइलमा बनाएको यता चाहिँ अमलेट गरिसक्यो नि सबैमा मात्र राखिदिनु मजाले पार्नुपर्छ है पाँच होइन किन लगेको सबै के देखाउनु
ये क्या रहा पानी बाटाभरि सुन्दा बाख्रा खाँदैन तिनीहरूले हाम्रालेमै खाएछ हाम्रो बाख्रा मात्रै पहिले राति
ला यो त हाल्नु नभएको जहिले ल के गर्नु यो बिरालो
Hey. Kita dah. Dia mesti lari. Oh, 300. Namanya semua tu. Ya, tak tak. Nice. Apa ini? Ini sih apa ini? Ini buat. के दुई पताल गर्छन् के दुई पताल गर्छन् हो के खोज्नु छ के निकाल्नु छ आमा छोरीको मात्रै हो दिनमा हामी दुईजनाको मात्रै हो म खाइहाल्छु सुँगुरको मासु किनभने अनि ज्वरो आउँदैछ सर्दी लाग्दैछ के हैस ज्वरो आउँदैन ज्वरो आइगयो भने कहीँ ठोकिदिनु पर्छ त्यो ठोकेरै मात्रै हुँदैन नि हौ किडनी बिग्रिन्छ यहाँनिर त्यो जिरे खोर्सानी नखानु अरेको म खान्छु थोरै थोरै पछि कति पाएको तपाईँ खानु त थपिदिन्छु ल खाऊ न के गर्नु आज एक दिन त होला जाने होला के जी कस्तो भएछ कहाँ जानु हुँदैछ तपाईँ हेर्नु यहाँ हो यहाँ गर्छु अब आफूमा पनि हुने रहेछ बिहानै पकाउनु हो कहाँ हो यहाँ आउनुभएको का घरमा आमा
बस बहुत खोइ क्या हो पानी म गएर त्यसरी ल। बिमारी दाल बिमारी आउनु न बस्नु अनि ये हेर्नु खाएर हेर्नु लु अहिले फेरि कहाँ आएको अब सब्जी पकाउँदै हुनुहुन्छ। छु 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 होइन यो आफै उठ्दैछ हेर्नु कहाँबाट आउँदैछ लाइभ होला के बनाउँछ? ऊ त्यहाँबाट गर्नु सबै त्यो उठ्दैछ कहाँ छ यहाँ कता छ के? मोबाइल तपाईँ पनि खानु त खान्छु खान्छु आउनु भेट्नु एकछिन मासु करेला खाँदैन? सँग भात किन मेरो पस्किया छु। ए यहाँ पनि चल्दैछ हेर यहाँ यहाँ पनि चल्दैछ अहिले हेरौँ न। अहिले हेरौँ न बसेर ए दुईटैमा चल्दैछ ए चलो न त मासु करेला खाने? दिदिनु दुईजनाको अब जन्म मासु मागो बेला त नदिनु करेला चलो अब जाँदा नि त जाने हिजो पनि बहुत खानु खानु त के गर्ने म त खाँदिनँ यो जमुनालाई तपाईँलाई कहिले ल्याएको त म दिन्छु त अनि भइहाल्छ जमुनाको दिइहाल्छु यो समाउनु त आम्मा यत्रो भात खायो भने त फेरि सुस्ता भइहाल्यो नि म त मेरो त अब भात पनि भन हो हात पनि थोरा ठुलो छैन भात पनि डर पकाउनु भयो क्या मैले नै पकाएको जहिले पुग्दैन अनि तिनटेमा बसेको हात उहाँ छ माथि मोबाइल कहाँ अब ए मान्छे त अनि उमा रहेछ नि माथि हेऱ्यो के खालको अनि त्यस्तो गरेको देखिरहेको तपाईँलाई आमालाई खाने आमालाई दिनु नि त तपाईँ खानुहुन्छ अरे मासु दिनु अनि खानु भन्दा नमान्ने अनि के गर्नु त नि दिनु अहिले म थप्छु खाऊ न खाऊ। यता ल्याउनु न ऊ एकछिन मोबाइल होस् न त मोबाइल यहाँ खाएको चाहिँ देख्नु परेन भाइले खाएको उहाँ राखेको यहाँ उठ्दो रहेछ। म भेट्दिनँ पैसा पो आउँछ त अब आफै लिन किन भेटिँदैन लु के गर्छौ नि? त्यति भेटिएन ए मासु खानलाई किन दिएको? तपाईँ खानु खान त। जमला पर्दैन किन मासु अनि खान्छ त्यो पनि खान्छ चुप्प ल। लागेर राख्नु नि हो ल साथी हो हेर्न सक्नुहुन्छ आज हामी शङ्करले खाइराख्नु भएको छ च्वाचेको मासु च्वाचेको मासुमा रक्ती हाल्यो घुमेको छ मजा आउँछ मजा आयो कतिको मजा एकदम फ्यान्टास्टिक ल हामी पनि खानु सुरु गर्छौँ तर मलाई चाहिँ नदेखाउनु खतरा छ आज च्वाचेको मासु चाहिँ एकदम बढिया भएको छ कसको मुखबाट पानी आयो भन्नु दोस्रो यता च्वाचे छ यता तिते करेला यता निबु खुर्सानी यता दाल यता भात अन्डा अन्डा भाइ म चाहिँ अन्डा होइन नि यसरी स्ट्यान्ड चाहिएको थियो नि हो मिठो भाइ उयो स्ट्यान्ड ल्याउनु त ठक्क
ला भात खाने की कोई बात नहीं। पोक्यो पोक्यो पानी पोक्यो। यता हुन्छ पानी गयो। पानी गइसक्यो। केही बात छैन। यो किन ढिलो भएको भाइ? के हो टाइम बढ्नु भएन चलाकै छैन कि मेरो देखियो ला पेट मात्र देख्यो यही नि यस्तो भयो। मिलाउनु न यस हेरेर त्यहाँ फोनमा हेरेर कत्रो आउनु हो। च्वाचेको मासु। तिनवटा मोबाइलमा सबैमा हो आज पातलो भयो नभए चाहिँ उठ्छ नि त पर्न चाहिँ आज मस्ती भएछ अरे भाइ करेला पुरा हुकुर खाइदियो मिठो भएछ सबै लाओ टेढा टेढी किन किन के हुन्छ अनि प्रेसर उठिरहेछ तपाईले नखाने धुमेको पनि छ। प्रेसर आएछ भने त परेर खा ठिकै हो त। तितोले पुरा उयो गर्दा लो गराउँछ भाइ। राखिदिनु तितो गरेर मर्दैन हौ प्रेसर पुरा हाई बनाएको त्यो सानो प्लेट राख्नु त्यो प्लेट छ त सानो यहाँ हाल्नु न खोइ के खालको भयो भाइ यो त। खुट्टा पनि घुम्दैछ यता ल मजाले खानुपर्छ। भएन क्या उमा राखिदिन बरु कता उठेकै छैन सन्डे उमा राखिदिन हो त्यसरी राख्नु आउँछ आउँछ आउँदैछ आयो 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 दामी आयो बम कि बम पुरा देखियो अहिले ल भन न यता अलिकति दिन्छ यो सक्नु भो कस्तो भएछ मजा भयो
दामी हो नि भाइ बेकार भएछ अलिकति के पनि डरिहाल्छ पतला छ त आगो लाग्ने उता हाम्रो बाबा हजुरलाई पनि हेर्न सक्नुहुन्छ के दबाई नि खाना धेरै खानु भयो क्या अब एक डाँडो खाएको एक पनि खाएको अब धेरै भयो कि कम भयो भात दुई पनिर चम्चुरी दुई पनिर पस्किनु भएको छ एक पनिर निकाल्दै यति सानो अमिला हालेर खानु हात चाटेको पनि हुन्छ अब तपाईँले देख्नु नेटबाट फोन उल्टा भयो त्यही देखाउनु नि भाइलाई नि कस्तो मजा आइरहेको छ भाइलाई अनि आफूलाई चाहिँ देखाउनु के हुन्छ देखाइरहेको छ नसरम लाग्यो भाइ भात लिएँ मैले सबै अलिकति बेसी भयो मलाई त भयो यति धेर हुन्छ म थोरा ल्याउनु भएको छैन अनि सानो यतिले के थप्नु ल बास के थप्नु होइन आफ्नो उयोले पो हुन्छ त हो नि माइली भाउजूको र हाम्रो आमाको आँखा एउटै छ खानु खानु म पानी तताएको छ त होस् है तातो पानी खाने होला तताइदियो तपाईँ तातो ग्रेभी डाल दो इधर तपाईँ तातो तातै राम्रो कहिले तातो कहिले चिसो भोलि त अब फ्रिजकै पानी खाँदै जानुहुन्छ एकैछिन ज्वाइँलाई भयो 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 बेसी उयो गर्नु हुँदैन मलाई भयो भाइलाई हाल्दिउँ नि बस उयो चाहिँ खानुपर्ने कहिले म बराबर त्यस्तो मनले त हुँदैन त हौ आमा बिमारी हजार भएपछि त अलिक हेर्नुपर्छ खानु बिमारी हुँदै खाने सुँगुरकोले त गरम पनि पार्छ है बेलुका खाएको बेलुक कुरा हो दिउँसै खाएको राति त शरीर चल्नु पाउँदैन झन् भयो
नहाल्दै गर्नुहुन्छ के भयो दामी भयो भाइ भयो अब अझै भयो नि के को पुस्ने हो आमा पुस्ने बाटे नै सर खायो भने जस्तो नि